10 रुपियाँ सब मिलाएर लिँदैछु गाइस है। रासनवालेको हिसाब किताब क्लियर गरेर पनि अब कोठातिर परस्पर हुँदैछु म चाहिँ। हेलो एभ्रिवान, वेलकम टु माई अमृत भ्लग। स्वागत छ मेरो नेक्स्ट डे नेक्स्ट भिडियो गाइज है। आज चाहिँ म यतातिर घुम्ने भनेर आएको छु होइन। वायरलेस माइकको भिडियो बनाएको थिएँ नि, त्यहाँदेखि स्टार्ट गरेको थिएँ। त्यही लोकेसनमा आएको छु म चाहिँ होइन। अब चाहिँ रुमतिर जानुपर्ने हुन्छ गाइज है होइन। सबैजनाले माया गरेर हेरिदिनु होला। आज चाहिँ गाइज है पुरै मौसम चाहिँ चेन्ज भइसकेको छ। हिजो साँझिखेर 7 बजेदेखि 8 बजेसम्म चाहिँ बब्बाल पानी परेको थियो। त्यही भएर चाहिँ यस्तो मौसम भएको छ। अस्ति पुरा जस्तो हुन्थ्यो भने त यही बेलासम्म त पुरै घाम डह्रो लाग्थ्यो होइन। पुरै गर्मी पनि डह्रो हुन्थ्यो। तर अहिले त त्यस्तो गर्मी त छैन, हल्का फल्का हावा त चलिरहेको छ। त्यो प्लस बादल पनि गरेको छ। अब चाहिँ रुमतिर जानुपर्ने हुन्छ गाइज है। आएको थिएँ होइन, त्यही मेन रोडमा आएको छु। अब मेरो यो वायरलेस माइकको क्वालिटी आवाजको कस्तो आएको छ, आवाजको क्वालिटी होइन। अब चाहिँ सर्ट जानुपर्ने हुन्छ गाइज है। हावाहुरी डह्रो चलिरहेको छ गाइज है। यहाँ चाहिँ विवाह गर्ने घर हो। यहाँ चाहिँ 3-4 दिनदेखि विवाह भइरहेको छ। ओ माई गड, हावा त डह्रो चलेछ क्या। साइकलमा पनि त्यत्तिकै चलिरहेको छ। गाडी ठुला ठुला ट्रकहरू आउँछन् होइन, तिनीहरू पनि पुरै हावा खिचेर ल्याउँदो रहेछ क्या गाइज। त्यतिखेर पनि पुरै झट्कामा हावा चल्दो रहेछ क्या। हेर्नुहोस्, यो चाहिँ पुरा हाइवे रोड हो है। अब चाहिँ म चाहिँ रुममा जाँदैछु। प्लस मेरो यो वायरलेस माइकको टेस्टिङ पनि हुँदैछ गाइज। आवाज चाहिँ यस्तो आइरहेको छ। यहाँ चाहिँ कामहरू चलिरहेको रहेछ होइन गाइजहरू। अब माइला गड, घाम थोरै घाम हुन्थ्यो भने चाहिँ बबाल भिडियो हुन्थ्यो होइन। अहिले चाहिँ त्यस्तो घाम पनि छैन, बादल जस्तो बादल गरेको छ है। अब भाइ हिजो साँझिखेर चाहिँ होइन पानी परेर यस्तो रोडहरू भिजेको छ गाइज है। धेरै त परेको थिएन गाइज है। धेरै परिदिएको भए त पुरै भरिन्छ होला। यस्तो अलिअलि भरेको छ होइन। पानी नपरेको भइदिएको यस्तो धुलो हुन्थ्यो कि होइन। यहाँ त साइकल चलाउनै गाह्रो हुन्थ्यो गाइज है। पुरै पानी भएर पनि रमाइलो होइन। यहाँ चाहिँ यो धुलो उड्ने चाहिँ त्यस्तो छैन अहिले चाहिँ होइन। यो चाहिँ मेरो बाइक, बुलेट बाइक। सो गाइज अहिले चाहिँ थोरै धुप चलेको छ होइन। धुप आएको छ अनि यस्तो देखाएको छ अहिले चाहिँ। अब मेन क्यामेरामा जान्छु। अब मेन क्यामेरामा चाहिँ के हुन्छ भने चाहिँ धेरै नजिक देखाउँछ क्या। वाइड एङ्गलबाट चाहिँ टाढा देखाउँछ, पुरै खतरा देखाउँछ होइन। मेन क्यामेरामा चाहिँ नजिक देखाउँछ। यस्तै छ समस्या गाइज। सो गाइज अहिले चाहिँ सब्जी किन्न लागेको छु। मासुको सब्जी बन्द छ होइन। त्यही भएर चाहिँ सब्जी किन्न लागेको छु है। ये बैगन कितने का है? ये भी दे दो न 10 रुपियाँ का। सब मिलाएर लिँदैछु गाइज है। गाइज अहिले चाहिँ रुममा पनि पुगिसकेको छु है। अब चाहिँ भात लगाइदिनु पर्ने हुन्छ गाइज। सब्जी किनेर पनि धेरै मासु खानु हुँदैन क्या गाइजहरू। अलिअलि सब्जी पनि खाने गर्नुपर्छ भन्ने हुन्थ्यो र होइन। मासु खोल्या भए त मासु ल्याउँथेँ मैले। त्यही भएर चाहिँ सब्जी ल्याएको आज चाहिँ होइन।
भात लगाइदिएर पनि अब रासनको हिसाब किताब गर्न जान्नु छ होइन। किनभने लास्ट महिनातिर उधारो खाने चाहिन्छ नि त गाइस, त्यही भएर चाहिँ अब रासनको हिसाब किताब क्लियर गर्न जानुपर्ने हुन्छ गाइस। 2 तारिकको डेल्टे होइन पहिला चाहिँ होइन, योचोटि चाहिँ के भयो भने चाहिँ 2-3 तारिकको चाहिँ होली थियो, होलीमा चाहिँ गाउँ गइसकेको रहेछन् क्या गाइस, त्यही भएर चाहिँ हिसाब ढिलो भयो भनेर गाल गर्ने हो कि। सो गाइस अहिले चाहिँ रासनवालेको हिसाब किताब क्लियर गरेर पनि अब कोठातिर प्रस्थान हुँदैछु म चाहिँ। यो ल कस्तो आयो क्लियर। सो गाइस अहिले चाहिँ होइन सब्जीहरू पनि काट्न लागिसकेको छु मैले चाहिँ, भात पनि पाकिसक्यो। अब गाइस है अब सब्जी पाक्ने बाटो हेर्नुपर्ने हुन्छ गाइसहरू। यो मेरो माइक चाहिँ यहाँ छ होइन, यो माइक चाहिँ यस्तो छ आवाज, कस्तो आइरहेको छ आवाज। फाइनली गाइस अहिले सब्जीहरू काटेर पनि भइसक्यो है, अब चाहिँ भुट्नु पर्ने हुन्छ, सब्जी बनाउनु पर्ने हुन्छ गाइस है। ल सो गाइस आजको भिडियो चाहिँ मैले यहीँ एन्ड गर्दैछु है। सबैजनाले मन पराएर भिडियो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला है।